इन्डिजिनस टेलिभिजनको जनसवाल कार्यक्रममा सबभन्दा पहिला म श्री कृष्ण महर्जनको तर्फबाट जुजुलपा नमस्कार अनि अभिवादन। आजको यो जनसवाल कार्यक्रममा हामीले काठमाडौँ उपत्यका अर्थात् यो आदिभूमिमा बसेका आदिवासी नेवा समुदाय र यो क्षेत्रमा लामो समयदेखि बस्दै आएका समुदायको भूमिसँग सम्बन्धित र राज्यको सडक विस्तार नीतिसँग सम्बन्धित कुरामा केन्द्रित भएर कुराकानी गर्नेछौँ। विशेषतः सडक विस्तारको सवालमा जुन सर्वोच्च अदालतले फैसला गरेको र लामो समयपछि पूर्णपात दिइसकेको अवस्था छ। सर्वोच्च अदालतले जनताको पक्षमा, नागरिकको पक्षमा, उपत्यकावासीको पक्षमा फैसला गर्यो भन्ने कुरा छन्। वास्तवमा त्यो फैसलाले के बोलेको छ र त्यो फैसला सँगसँगै त्यो फैसलाको विरुद्ध फेरि पुनरावलोकन जाने भन्ने कुरा पनि छ। त्यो सम्भावना के कतिको छ त? यी विषयमा केन्द्रित भएर कुराकानी गर्नका लागि लाउडनीसँग आबद्ध हुनुहुन्छ अधिवक्ता भीम राई। उहाँसँग कुराकानीतर्फ लागौँ। उहाँ लामो समयदेखि यी मुद्दाहरूमा केन्द्रित भएर उहाँले बहस पैरवी गर्दै आउनुभएका व्यक्तित्व हुनुहुन्छ अधिवक्ता भीम राई। भीम राईजी, जोजुलपा नमस्कार। जोजुलपा नमस्ते। अहिले पछिल्लो समयमा जुन सर्वोच्च अदालतले सडक विस्तारसँग सम्बन्धित मुद्दा फैसला गर्यो, जुन फैसलालाई उपत्यकावासी, नेवा समुदाय र अन्य समुदायले जसले यो मुद्दाको लागि सङ्घर्ष गर्दै आएको, आफ्नो भूमिको लागि, आफ्नो सम्पदाको लागि भनिरहेको, उहाँहरूको पक्षमा फैसला गरियो भन्ने उहाँहरू उत्साहित भएका छन्। वास्तवमा के हो यो फैसला पूर्णपात आइसक्दासम्मको हेर्दाखेरि उहाँहरूले मागेको भन्दा बढी चाहिँ सर्वोच्च अदालतले दिएको? यसलाई हामीले विश्लेषण गरेर पनि हेऱ्यौँ। यो पूर्णपात आउनु धेरै लामो समय पनि लाग्यो, किनभने यो सिरियस केस थियो र यसलाई सर्वोच्च अदालतले पनि सिरियस रूपमा हेरेको थियो र हामीले पनि यसलाई पूर्ण रूपमा चाहिँ यसलाई चाहिँ सिरियस म्याटरको रूपमा हेरेर हामीले यसलाई अगाडि बढाएका थियौँ। र अहिले तपाईँले भन्नुभएको जस्तो नयाँ कुरा र नभएको कुरा चाहिँ सर्वोच्च अदालतले दिएको होइन। यो चाहिँ कानुनमा जे छ त्यही कानुन अनुसार नै सरकारलाई चाहिँ निर्देश गरेर गरिएको फैसला हो र कानुन बमोजिम गर भनेर निर्देश गरिसकिसकेपछि चाहिँ त्यो अनुसारको फैसला आएपछि चाहिँ जनताले राहत महसुस गरेको हो। र यसमा जुन दुई तीनवटा कुराहरू चाहिँ यसमा महत्त्वपूर्ण छ। अहिलेसम्म सरकारले चाहिँ विकास, यो तीनवटा अक्षरको विकासलाई चाहिँ सिरानी हालेर जनताको जुन सम्पत्ति, घर जग्गा जमिनमा चाहिँ लापरवाही किसिमले चाहिँ मनपरी तन्त्र गरेको थियो, जङ्गे शैलीमा जुन उनीहरूले चाहिँ यो आतङ्क मचाउने कामहरू गरिरहेको थियो। सरकारले त्यसलाई चाहिँ यो चाहिँ कानुनी रूपमा गलत छ, यसो नगर, कानुन बमोजिम गर भनेर एउटा निर्देश गरेको कुराहरू हो। र अर्को कुरा चाहिँ संविधानमा चाहिँ नेपाली जनताहरूलाई चाहिँ सम्पत्ति सम्बन्धी चाहिँ संवैधानिक अधिकार दिएको छ, हक दिएको छ र त्यो हकलाई चाहिँ सुरक्षित गर्ने काम चाहिँ सरकारको हो। तर सरकारले गर्न सकेन भने अदालतले यसलाई चाहिँ हस्तक्षेप गर्छ र जनताको सम्पत्ति चाहिँ सुरक्षा गर्छ भन्ने हिसाबमा चाहिँ यसले चाहिँ जनताको चाहिँ सम्पत्ति तिमी सरकारले छुन्छौ भने अथवा कुनै पनि नाममा चाहिँ अधिग्रहण गर्छौ भने मुआब्जा र क्षतिपूर्ति दिएर मात्रै तिमीले काम गर भनेर चाहिँ उसलाई चाहिँ निर्देश गरेको अवस्था हो एउटा। र अर्को कुरा चाहिँ यो तिमीले जुन मनपरी किसिमले चाहिँ विकासको नाममा चाहिँ वातावरण बिगार्ने काम गरेको छ त्यो नगर र ऐतिहासिक सम्पदाहरूको चाहिँ संरक्षण गर र आवासको अधिकारलाई चाहिँ तिमीले चाहिँ चान्चुने हक नसम्झ, यसलाई चाहिँ सिरियस रूपमा चाहिँ आवासको हकलाई पनि तिमीले चाहिँ हेर र यो अनुसारले चाहिँ तिमीले गर भनेर चाहिँ निर्देशन नै दिएको छ अदालतले, सर्वोच्च अदालतले। त्यो निर्देशन चाहिँ सर्वोच्च अदालतले नेपालमा भएका कानुन, संविधान र अन्तर्राष्ट्रिय मानव अधिकारको दस्तावेजहरूको विश्लेषण गरेर नै त्यो फैसला आएको कारणले गर्दाखेरि त्यो फैसला एकदमै राम्रो छ जनताको लागि र त्यो विश्लेषण पनि सबैलाई बुझ्ने र सबैलाई चाहिँ मान्ने हुने किसिमको विश्लेषण छ, कानुनी विश्लेषण छ सर्वोच्चको। सर्वसाधारण नागरिकको हिसाबले भन्दाखेरि जुन नागरिकले आफ्नो घर बनाउनुहुन्छ, मानौँ आफ्नो जग्गामा आफ्नो घर बनाउनुहुन्छ, त्यो घर बनाउँदाखेरि उहाँले मापदण्ड अनुसार जग्गा छोड्ने गरेको छ।
अगाडि जति छोड्नुपर्ने छोड्नुहुन्छ र पछि आएर राज्यले त्यो छोडिएको जग्गामा बाटो फराकिलो बनाउँछ, आफ्नो जग्गा उसले दिनुपर्ने अवस्था आउँछ। यो सवालमा के हुन्छ अब, जस्तो उसले छोडेको जग्गा मापदण्ड अनुसार छोडिएको जग्गामा बाटो सरकारले या चाहिँ स्थानीय सरकारले या जुनसुकै निकायबाट बनाउन आयो भने त्यो उसलाई क्षतिपूर्ति नदिकन उसको त्यो 1 इन्च जग्गा पनि लिन नपाउने व्यवस्था यसले गरियो, यसले निर्देशन दियो भन्दा के फरक पर्छ, के हो खास? वास्तवमा त्यही हो। मैले अघि जङ्गे शैली पनि भने होइन, यहाँ चाहिँ के भइरहेको थियो भने 2021 सालमा, 2034 सालमा, 2045 सालमा हामीले निर्णय गरिसक्यौँ। त्यो भएको कारणले गर्दाखेरि तिम्रो घर जग्गा जमिनहरू चाहिँ सडकमा पर्यो। अब तिमीले केही पनि पाउँदैनौ, तिमी त्यो घर जग्गा जमिनहरू चाहिँ छोडेर चाहिँ सडकमा जाऊ भन्ने शैलीमा चाहिँ रोड बनाउने कामहरू भएको थियो र त्यसमा चाहिँ सरकारले त्यो कामहरू गरिरहेको थियो। त्यसलाई चाहिँ सर्वोच्च अदालतले चाहिँ रोकेको छ। उसले के भनेको छ भने तिमी बाटो बनाऊ, सार्वजनिक रूपमा तिमी बाटो बनाउँछौ कि तिमी हाइड्रो बनाउँछौ कि तिमी हाइटेन्सनको लाइन टाङ्छौ कि टाँग, तर त्यसको विकल्प हेर, विकल्प भएसम्म जनताको जग्गा जमिन र आवास नछुवा भनेको छ यसले। र यदि विकल्पै छैन, नगरी हुँदैन र गर्नै पर्ने अवस्था आयो, विकल्प कहीँ भेटिएन भने गर, तर गर्दाखेरि चाहिँ तिमीले चाहिँ के गर भने जनतालाई पूर्ण रूपमा सूचना देऊ र जनतासँग वार्ता गर र जनताको जमिन र घर कति तिमीले चाहिँ अधिग्रहण गर्ने हो त्यसको मुआवजा पहिला दिएर मात्रै तिमी काम सुरु गर भनेर यसले प्रश्न भनेको छ। त्यो भएको कारणले गर्दाखेरि अबदेखि यो विकासको नाममा यो बाटो मात्र होइन, तपाईँ बाटो मात्र होइन, बाटो भन्नुहोस्, हस्पिटल भन्नुहोस्, यो हाइड्रो पावर भन्नुहोस्, हाइटेन्सन लाइन भन्नुहोस्, यिनीहरूले चाहिँ स्थानीय स्तरमा चाहिँ आतङ्क मचाइरहेको छ। यिनीहरूलाई पनि के निर्देश गर्यो भने अब तिमीहरूले काम गर्छौ भने विकल्प हेर, वार्ता गर जनतासँग र वार्ता गरिसकेपछि उनीहरूको सहमति ल्याऊ र लिइसकिसकेपछि चलन चल्तीको न्यायपूर्ण मुआवजा र क्षतिपूर्ति दिएर मात्र काम सुरु गर भनेर प्रष्ट यसले भनेको छ। त्यो भएको कारणले गर्दाखेरि अब जनतालाई मुआवजा क्षतिपूर्ति नदिकन कुनै पनि विकासको नाममा सरकारले अब जङ्गे शैलीमा काम गर्न पाइँदैन। अब त्यो भनेको छ र तपाईँलाई प्रष्ट रूपमा एउटा धेरै निर्देशन दिएको छ। त्यो निर्देशनमध्ये एउटा पढेरै म तपाईँलाई यहाँ गर्छु। सुन्नुहोस्, पहिलो नम्बरमा के भनेको छ भने सार्वजनिक सडक ऐन 2031 को दफा 4 ले सडक सीमाको निम्ति जग्गा प्राप्त गर्ने पर्ने व्यवस्था गरेको हुँदा कानुन बमोजिम जग्गा प्राप्त गरेर मात्र सडक सीमा तोक्नु। यहाँ त के पनि भनिदियो भने तिमीले सडक सीमा तोक्दाखेरि पनि मुआवजा र क्षतिपूर्ति दिएर मात्र सडक सीमा तोक भनिदियो। अब सडक सीमा तोक्नका लागि त मुआवजा र क्षतिपूर्ति दिनुपर्छ भने सडक निर्माण गर्दाखेरि त झन् त्यो त धेरै पहिला दिएर चाहिँ जनतालाई राहत दिइसकेर पुनर्वास गरिसकेर मात्र यो कामहरू अगाडि बढाउनु पाउँछ, नभएदेखि पाउँदैन। अहिलेसम्म सरकारले चाहिँ यो कुनै पनि कामहरू नगरेर जनतालाई चाहिँ अब जनताले घर बनाएर बसेको 21 सालमा छ है, 72 सालमा चाहिँ बनाएको रोडलाई चाहिँ अतिक्रमण गर्यो भन्छ। त्यो कहिले मिल्छ? जनताले बनाएर बसेको छ, बसोबास गरेको छ 21 सालदेखि, रोड आएको छ 72 सालमा अथवा 64 सालमा, अनि त्यसले चाहिँ त्यो रोडको चाहिँ जग्गा चाहिँ जनताले चाहिँ अतिक्रमण गर्यो भनेर चाहिँ भ्रम फैलाएर चाहिँ यो काम गरिरहेको अवस्था थियो कानुन मिचेर। तर कानुन बमोजिम गर भनेर चाहिँ सर्वोच्चले आदेश दिइसकिसकेपछि अब जनताले राहत महसुस गरेको छ र यो कानुन बमोजिम चाहिँ सर्वोच्च अदालतले विश्लेषण गरेर फैसला गरेको कारणले गर्दाखेरि यो फैसलाप्रति चाहिँ जनता पनि खुसी छन्। यो वातावरणको सवाल छ, जुन वातावरणीय मूल्याङ्कनको सवाल छ, सम्पदाको सवाल छ, यो सवालमा के हो त? अब चाहिँ के वातावरण त्यो सडक बनाउँदाखेरि त्यो योजना ल्याउँदाखेरि त्यो वातावरणीय मूल्याङ्कन नगरिकन गर्न नसकिने, त्यो सम्पदाहरूलाई चाहिँ कहिले पनि छुनै नसकिने हो कि के हो त? अब यसमा चाहिँ के छ भने अघि पनि मैले भने यसमा चाहिँ विकल्प हेर भन्छ होइन। कुनै पनि विकास निर्माणको कामहरू गर्दा अथवा कुनै पनि सरकारले सार्वजनिक हितको लागि काम गर्छ भने चाहिँ विकल्प हेर। विकल्प तिमीले पाउँदैन भने चाहिँ काम पाउँदैन भने त्यही क्षेत्रमा तिमीले त्यो कामहरू गर, तर त्यो काम गर्दाखेरि जनताको घरवास नचलाऊ तिमीले होइन। र जनताको घरवास चलाउँछौ भने पुनर्वास गर उनीहरूको सहमतिमा, र यदि जग्गा मात्र चलाउँछ भने उनीहरूलाई उचित र न्यायिक क्षतिपूर्ति र मुआवजा देऊ। र यदि तिमीले चलाएको
गरेको कामले चाहिँ वातावरणमा ऐतिहासिक मूल्य मान्यताको धरोहरमा चाहिँ तिमीले नकारात्मक असर त्यहाँ चाहिँ पर्छ भने चाहिँ विज्ञहरूको सल्लाह सुझाव अध्ययनबाट चाहिँ त्यसले अध्ययन गर र त्यो अध्ययनबाट चाहिँ त्यो सम्पदामाथि र इतिहासमाथि र वातावरणमाथि चाहिँ नकारात्मक असर पर्दैन भने तिमी काम गर भनेर चाहिँ यो निर्देशन गरेको छ। जस्तै यो चुनढुङ्गाको विषयमा त अदालतले पहिला पनि वातावरणलाई असर गर्यो भनेर चाहिँ होइन यो गोदावरी चुनढुङ्गा बन्द गरेको अवस्था पनि छ। त्यसरी नै यसमा पनि त्यसलाई नै पुनः बोलिएको अवस्था छ, वातावरणलाई असर नगर भनेर बोलेको छ र इतिहास र सम्पदालाई असर नगर तिमीले भनेर पनि बोलेको छ। अब सरकारले कामहरू गर्दाखेरि कुनै पनि विकास निर्माणको कामहरू गर्दाखेरि यी तमाम कुराहरूलाई चाहिँ विचार गरेर अगाडि बढ्नुपर्छ। हुन त धेरै नेताहरूको कुराहरू पनि आइसक्यो होइन, सत्तापक्ष नेताहरूको पनि सुनियो, तर अब अथेन्टिक हो होइन, पत्रिकामा आएको छ। अब सर्वोच्च अदालतको चाहिँ फैसलालाई हामी मान्दैनौँ भनेर अब त्यो कुराहरू त अब भन्ने कुरा नहो होइन। अब त्यो भन्दाखेरि कस्तो असर हुन्छ र जनताले के महसुस गर्छ भनेर पनि बुझ्नुपर्ने अवस्थाहरू आउँछ। यो फैसलाको कुरा व्याख्या गरिरहँदाखेरि एउटा कुरा बताइदिनुहोस् कि सडक विस्तारको क्रममा पुरै घर सडकमा परेको कारणले ऊ घरबार विहीन भएर वृद्धाश्रममा बस्नु परेको घटनाहरू बसेकाहरू पनि छन्। अझ आन्दोलनकारीहरूको भनाइअनुसार त यो सडक विस्तारको कारणले आत्महत्या गर्नेहरू पनि छन्। त्यो तनाव भएर मानसिक तनाव भएकाहरू छन्, धेरै कुरा छन् भन्दाखेरि अब यो जुन फैसला आएको छ त्यसले त्यो जुन पीडा भएका मानिसहरूको विगतमा भएका मानिसहरूको उहाँहरूको त्यो पीडालाई सम्बोधन गर्ने सवालमा के छ त? अब हुनु त यो विषयलाई सडक विस्तारको विषयलाई लिएर हामी वकालत मात्र गरेनौँ, यसलाई अध्ययन अनुसन्धान पनि गरेर अगाडि बढिरहेको हो। तपाईँले भन्नुभएको सत्य हो, धेरै मानिसहरू चाहिँ आत्महत्या गरेर बितेको अवस्थाहरू पनि छ। धेरै मान्छेहरू चाहिँ योभन्दा पहिले हामीले यो केस हाल्नुभन्दा पहिले सरकारले चाहिँ जबरजस्ती चाहिँ मान्छेहरूलाई चाहिँ करोडपतिलाई चाहिँ रोडपति बनाएको अवस्थाहरू छ, मागेर खाएको अवस्थाहरू छ अहिले होइन। र अहिले जुन फैसला आयो त्यो फैसलाले चाहिँ जनताको पक्षमा कानुनको पक्षमा चाहिँ न्याय गरेको छ होइन, यसले निर्णय गरेको छ र यसलाई चाहिँ अब सरकारले यसलाई चाहिँ सिरियस रूपमा चाहिँ अगाडि बढाएर यो फैसलाले चाहिँ के बोलेको छ त्यो अनुसारले चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ। किनभने सरकार भनेको जनताको विगतको सवालमा विगतमा भएको सवालमा उहाँहरूको सम्बोधन हुन्छ कि हुँदैन त्यही विषयमा म भन्दैछु। सरकार भनेको कस्तो भने जनताको सेवा सुविधा को लागि नै सरकार गठन भएको, त्यो भएको कारणले गर्दाखेरि अब यो फैसला पनि आएको छ, कानुन पनि छ, त्यो भएको कारणले गर्दाखेरि विगतमा चाहिँ त्यसरी फुटपाथमा अब घरबार विहीन बनाइदिएको व्यक्तिहरूलाई पनि त्यो डाटाहरू हेरेर पहिलाको डाटाहरू हेरेर त्यो डाटाहरूलाई चाहिँ अहिलेको फैसलालाई आधार बनाएर चाहिँ राहत दिनुपर्ने अवस्थाहरू आउँछ र दिनुपर्छ सरकारले। किनभने सरकार भनेको जनताको लागि हो र जनताको हितको लागि नै सरकार बनिन्छ। त्यो भएको कारणले गर्दाखेरि जनताको लागि चाहिँ राहत दिनको लागि अथवा त्यो क्षतिपूर्ति र मुआवजा अहिले पनि दिन मिल्छ, कानुनले बन्देज गर्दैन। किनभने पहिला जुन कामहरू गरेको थियो गलत थियो, त्यो गलत कामहरूलाई सपार्नका लागि अहिले पनि सरकार खुल्ला छ, सरकारले त्यो कामहरू गर्न सक्छ। तपाईँ अहिले हेर्दै हुनुहुन्छ इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रममा हामीले सडक विस्तारसँग सम्बन्धित र सर्वोच्च अदालतको फैसलाको विषयमा केन्द्रित भएर कुराकानी गरिरहेका छौँ। अब भने छोटो विश्रामपछि फेरि पनि हामी कुराकानीतर्फ लाग्नेछौँ। जीवु तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा ख्या ठिठी बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले निनेसिया झिन्निता ताइले स्वेगु लोमंका दिमते नेवाला इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रममा फेरि पनि तपाईँलाई स्वागत छ। म श्री कृष्ण महर्जनको तर्फबाट हामी कुराकानी गरिरहेका छौँ कि पछिल्लो समयमा उपत्यकाका आदिवासी र यहाँ बसोबास गर्नेहरूले आफ्नो जग्गा राज्यले
त्यत्तिकै लिन सित्तैमा लिन पाइँदैन र मुआवजा दिनुपर्छ, क्षतिपूर्ति दिनुपर्छ, आफूहरूको माग सम्बोधन गर्नुपर्छ भनेर लामो समयसम्म आन्दोलन गरेको र आन्दोलनकै क्रममा मुद्दा दायर भएको र सर्वोच्च अदालतले फैसला गरिसकेपछि पूर्णपाठ आएको, पूर्णपाठ आइसकेपछि केही राहत भएको महसुस गरेका छन् आन्दोलनकारी र जनताहरूले। यो जुन सर्वोच्चको फैसला छ, पूर्णपाठ आइसकेको अवस्था छ, यो विषयमा हामी केन्द्रित भएर कुराकानी गरिरहेका छौँ। अधिवक्ता भीम राईसँग, उहाँ लाउरनिपसँग पनि आबद्ध हुनुहुन्छ। भीम राईजी, अब तपाईँको भनाइअनुसार, तपाईँले व्याख्या गरेअनुसार सर्वोच्चको फैसलाको कुरा गर्दाखेरि अब 1 इन्च जग्गा पनि राज्यले जनताको जग्गा लिनुको लागि उसको सहमति लिनुपर्छ, उसलाई मुआवजा दिनुपर्छ, उसलाई क्षतिपूर्ति दिनुपर्छ चलन चल्ती अनुसार भन्दाखेरि पछिल्लो समयमा पार्टीभित्र नेताहरूले के भन्न थालेका छन् भने सर्वोच्चको यो फैसला अनुसार त अब उपत्यकाभित्र कहीँ पनि सडक बनाउन सक्ने अवस्था छैन, पैसा छैन, त्यसरी पैसा दिएर त गर्नै सकिन्न भन्ने कुराहरू ल्याइरहेका छन्। स्वयं प्रधानमन्त्रीले पार्टीको प्रशिक्षण कार्यक्रममा भनेका कुरा लगायतका कुराहरू आइरहेका छन्। त्यति मात्रै होइन, यो फैसलालाई हामी मान्दैनौँ, पुनरावलोकनमा जान्छौँ भन्ने कुरा पनि ल्याइरहेका छन्। त्यो पनि एउटा एक ढङ्गको चर्चाको विषय बनिरहेको छ। के हो यो चाहिँ जुन सत्ता पक्षको भनाइ, यो पुनरावलोकनमा जाने, यो सवालमा के हो त तपाईँको बुझाइ? तपाईँ यो मुद्दा लामो समयदेखि हेरिराख्नु भएको हिसाबले। अब यो सर्वोच्च अदालतको फैसला मान्दिन, हामीलाई मान्न कर छैन भनेर चाहिँ जिम्मेवार नेताहरूले त्यसरी भन्नुहुन्छ भने अब जनतालाई पनि संविधान र कानुन मान्न कर छैन। यदि उहाँहरूको बोली जस्तै जनताले पनि हामीलाई संविधान र कानुन लागू हुँदैन, हामी मान्दैनौँ भनेर सडकमा आयो भने के गर्ने? मेरो प्रश्न चाहिँ त्यो हो। हामी त अहिले के भन्दैछौँ भने जनताहरूले पनि कानुन संविधान मान्नुपर्छ र जनताले जसरी कानुन संविधान मान्छ, उहाँ नेताहरूले नै बनाएको कानुन संविधान नेताहरूले पनि मान्नुपर्छ र हामी चाहिँ त्यही कुराहरू भन्छौँ। र पुनरावलोकनको कुराहरू भन्ने छ, पुनरावलोकनको कुराहरू त्यो जान सकिन्छ, जान मिल्दैन भन्ने होइन, जान सकिन्छ, बाटो छ। कसरी जाने हुन्छ, के को आधारमा जाने हुन्छ? त्यो पुनरावलोकन फुल बेन्चबाट निर्णय गरेको सवाललाई पनि फेरि पुनरावलोकनमा जानको लागि त्यस्तो गम्भीर प्रकृतिको त्यस्तो केही नचाहिने, त्यतिकै जान सकिने हो कि के हो त? त्यो यस्तो हो, यो कस्तो भने अब जान, मैले अघि पनि भने जान सकिन्छ, तर कुन उद्देश्यले जाने भन्ने कुराहरू हो र त्यो उद्देश्य चाहिँ सबैभन्दा ठुलो कुरा, त्यो उद्देश्य चाहिँ जनताले हेर्छ। जनतालाई राहत दिनको लागि सरकार पुनरावलोकनमा जाँदैछ कि जनतालाई चाहिँ बेहाल बनाउनको लागि जाँदैछ, अथवा कानुन मान्नको लागि जाँदैछ कि कानुन नमान्नको लागि? र कानुन त्यो जान आधारहरू छ, आधारहरू जान त पाइन्छ, तर खासमा भने कुन ऐन र कुन सिद्धान्त र कुन कानुनी सिद्धान्तको अवहेलना भयो त भनेर जानुपर्ने हुन्छ। म त यो फैसलामा चाहिँ कुनै पनि कानुनी सिद्धान्त, कुनै पनि कानुन र कुनै पनि नजिरहरूको बिर्खलाप चाहिँ यो फैसला चाहिँ भएकै छैन। म त्यसको बिर्खलाप चाहिँ यो फैसला देख्दिनँ। मेरो तर्फबाट, मेरो दृष्टिकोणबाट हेर्ने भने यहाँ जाने आधारै छैन, तर विपक्ष सरकारले चाहिँ जाने भनेर जानुहुन्छ भने त्यो जनताले मूल्याङ्कन गर्ने कुराहरू हो। म त के पनि भन्छु भने सरकारलाई यो पुनरावलोकनको लागि गएर जनतालाई दुःख दिने जुन सुझावहरू सरकारको वरिपरि बस्नेहरूले, विज्ञ भनौँदोहरूले दिइराख्नु भएको छ नि, उहाँहरूले त एउटा त कानुनको धज्जी पनि उडाइराख्नु भएको छ एउटा, र अर्को कुरा चाहिँ समाजमा चाहिँ सद्भाव खलबलाउने काम र राष्ट्रियता कमजोर गर्ने काम पनि गरिरहेको छ भनेर चाहिँ म चाहिँ भन्छु। किन भन्नुहुन्छ भने एउटा समूह अथवा एउटा ग्रुप जो धनी वर्ग छ, जसको पहुँच छ स्रोत र शक्तिमा, त्यो वर्गहरूको लागि चाहिँ तमाम जनताहरूलाई चाहिँ रोडमा ल्याउने गरी चाहिँ बाटो बढाउने कामै छ नि। यदि जनताले के भनिरहेछन्, भएको बाटोलाई संरक्षण गर, सुधार गर। हामीले पनि देख्छौँ, हामी यहाँबाट निक्लेर चाहिँ अनामनगरको बाटो हिँड्यो भने हामीले पनि अनुभव गर्छौँ, मान्छे हिँड्ने जुन पेटी छ त्यो पेटीमा चाहिँ ठुला ठुला गाडीहरू चाहिँ पार्किङ गरिरहेको छ। प्रहरीहरू त्यही बाटो हिँड्छ, मतलब छैन। त्यहाँनिर चाहिँ ठुला ठुला भवन बनाउने निर्माण सामग्रीहरू राखेको छ,
पसलहरू राखिरहेको छ। फुटपाथमा हिँड्ने मान्छेहरूले फुटपाथमा चाहिँ ठाउँ नपाएर चाहिँ गाडी हिँड्ने बाटोमा चाहिँ हिँडिरहेको अवस्थाहरू छ। त्यसलाई सुधार न, त्यसलाई सुधार्ने साथ त यो त बाटो त अहिले भएको बाटो पनि जनतालाई चाहिँ पुरा हुन्छ, त्यही बाटो पनि धेर हुन्छ। र अर्को कुरा चाहिँ म के पनि भन्नु चाहन्छु भने यो बाटो 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 भनिरहेको छ जनता, यो सरकारले चाहिँ यो सङ्घीयतालाई चाहिँ राम्रोसँगले कार्यान्वयन गर्यो भने काठमाडौँमा 60% मान्छे पनि बस्दैन। अनि भएको बाटो पनि कहाँ लैजाउँ भन्ने हुन्छ, भएको बाटो पनि तरकारी खेती रोप्नुपर्ने अवस्थाहरू आउँछ। भएको कानुनी प्रावधानलाई चाहिँ कार्यान्वयन नगर्ने, एउटा सानो झुन्डलाई सुविधा दिने नाममा चाहिँ तमाम जनतालाई चाहिँ फुटपाथमा ल्याउने, यी जुन नकारात्मक सोच छ यो सोचलाई चाहिँ बदल्नुपर्छ सरकारले। र यो नकारात्मक सोच ल्याउने किसिमको जुन एडभाइसहरू दिइरहेको छ यसले गर्दाखेरि चाहिँ सरकार पनि कमजोर बन्दै जान्छ, राष्ट्रियता पनि कमजोर बन्दै जान्छ। फुटपाथमा आउने तमाम जनताले त भन्छ नि यो सरकार मेरो होइन रहेछ, यो चाहिँ सानो झुन्डको सरकार रहेछ, त्यो भएको कारणले गर्दाखेरि मलाई फुटपाथमा ल्यायो, फल्नाले गर्दाखेरि मलाई यसो गर्यो भनेर त्यहाँ त द्वन्द्व निम्तिनु थाल्छ समाजमा। त द्वन्द्व कसरी पनि निम्तिन्छ भने अहिले के भ्रम फैलाइरहेको छ भने अगाडिपट्टिको घर जग्गा गयो भने चाहिँ पछाडिपट्टि तपाईँहरूलाई चाहिँ सजिलो हुन्छ, त्यो भएको कारणले गर्दाखेरि तपाईँहरू चुपा लगाएर बस्नुहोस् भन्छ। केही किसिमले चाहिँ पछाडिपट्टिको मान्छेहरू चाहिँ चुपा लगाएर बसिसकेपछि ती समाजमा तिमी मेरो घर ढलाउँदा तिमी चुपा लगाएर बस्ने भनेर ती समाजमा चाहिँ द्वन्द्व हुने अवस्थाहरू आइरहेको छ अहिले। त्यो द्वन्द्वलाई पनि न्यूनीकरण गर्नका लागि पनि र राष्ट्रियता बलियो बनाउनको लागि पनि र कानुनलाई मजबुत बनाउन र कानुन सबैले मान्नुपर्छ है भनेर भन्नका लागि पनि यो फैसला चाहिँ जायज छ। यो फैसला विश्लेषणात्मक छ र यो नेपालको कानुन मात्र होइन अन्तर्राष्ट्रिय मानव अधिकारको दस्तावेजहरूलाई पनि हेरेर फैसला गरिएको छ। त्यो कारणले गर्दाखेरि यो जुन जाने भनेर हावा फिजाइरहेको छ यो गलत छ। सरकारले यसलाई होइन अब यो निर्देशन जुन दिएको छ अदालतले फैसलाको माध्यमबाट त्यसलाई पालना गर्नुपर्छ र यो सडक अब सबैको लागि र सुविधा सम्पन्न बनाउनको लागि के गर्नुपर्छ भनेर नयाँ ढङ्गले सोच्नुपर्छ। अब तपाईँले यो पुरानै ढङ्गले बाटो बढाउने भन्दै जानुभयो भने काठमाडौँमा मान्छेको घर हुँदैन, बाटो मात्र हुन्छ, बाटो र यो सवारी साधन मात्रै हुन्छ। अनि के को लागि बाटो? जनताको लागि हो बाटो। जनताले नै डिनाइ गरिरहेको छ भने के को लागि बाटो? अहिलेको अवस्थामा हेर्दाखेरि सर्वोच्च अदालतको फैसलादेखि पूर्णपाठसम्म आउँदाखेरि पनि बाटो बनाइरहेको, डोजर चलाइरहेको देखिन्थ्यो सडकमा। तर सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आइसकेपछि अब ठप्पै देखियो, कहीँ कतै डोजर चलाएको कुरा पनि छैन। आन्दोलनकारीहरू सडकमा आउनु परेको पाउने अवस्था पनि देखिँदैन र उनीहरू आफ्नै ढङ्गबाट बहस छन्। यो हेर्दाखेरि अब चाहिँ तपाईँको काठमाडौँ उपत्यकाभित्रको अहिले जुन हालत जे जस्तो अवस्था छ जहिले पनि त्यस्तै अवस्था चाहिँ रहन दिन त भएन, त्यो व्यवस्थित त केही नहुने जस्तो देखियो न। यही कारणले सर्वोच्चको यो पूर्ण फैसलाको पूर्णपाठ आइसकेपछि ठ्याप्पै रोकियो। के भएको हो त यो के भएको भन्दाखेरि पनि यो चाहिँ देश र जनताको लागि विकास गर्छु भनेर जसले सोच नराखिकन जसले काम गर्छ प्लान बेगर त्यो अनुसारको नै अहिले पनि यो एक्टिभिटिजहरू भइरहेको छ। मैले अघि पनि भने अहिले पनि धेरै बाटोहरू खाल्टाखुल्टी छ, पिच छैन, त्यसलाई चाहिँ मर्मत सम्भार गरेर सुविधाजनक बनाऊ, त्यसले पनि धेरै कुराहरू चाहिँ अगाडि बढाउँछ। अहिले कलङ्कीदेखि तपाईँको नागढुङ्गासम्म चाहिँ एउटा पिचको अवस्थाहरू छैन, त्यहाँ पिच गर न। त्यो गर्ने साथ त त्यहाँ त 50% चाहिँ जाम हट्छ एउटा कुरा। अब यसरी नै अब तपाईँले ठप्प भन्नुभएको छ, यो कामहरू ठप्प गरेको छ, तर त्यो कामको लागि निकासा र बजेटहरू भइसकेको अवस्थाहरू छ। ठेकेदारहरू मजाले बसिसकेको अवस्थाहरू छ, ठेकेदारहरूले ठेक्का लिइसकेको छ, भुक्तानी पाइरहेको छ। सानातिना ठेकेदारहरूले भुक्तानी पाएर काम गरिरहेको देखिराख्नु भएको छ। असारे मासमा पिच छाप्ने कामहरू भएको छ, पिच चाहिँ रोटी जस्तो उक्किरहेको अवस्थाहरू छ। यी हेर्दाखेरि पनि तपाईँ हामी सामान्य आँखाले हेर्दाखेरि पनि विकास होइन जनता र देशको विकास होइन, व्यक्ति र ठेकेदार भूमाफियाहरूको विकासको लागि चाहिँ रोड बिछाएको रहेछ भनेर त तीबाट पनि व्यावहारिक रूपमा पनि प्रष्ट हुन्छ। र अहिले मलाई त के लाग्छ भने यो ठेक्कापट्टा पनि दिइसकेको छ, भुक्तानी पनि दिइसकेको छ, तर यो सर्वोच्च अदालतलाई यो जनतालाई देखाउनको लागि चाहिँ यिनीहरूले काम नगरी बसेको अवस्थाहरू छ। यी ठेकेदारहरूलाई र ठेकेदारसँग यी साँठगाँठ गर्ने जो कोहीलाई पनि पक्रेर चाहिँ कारबाही गर्नुपर्ने अवस्थाहरू आएको छ। र कारबाही गर्ने कुराहरू पनि
योभन्दा अगाडि अलिकति अगाडि आएको कुराहरू पनि हो, ठेकेदारको विषयमा आएको कुराहरू पनि हो। तर के कति कारणले रोक्यो त्यो हामी प्रष्ट छौँ। के कति कारणले ठेकेदारहरूलाई चाहिँ कारबाही गर्नबाट रोक्यो भन्ने कुराहरू तपाईँ हामीलाई छर्लङ्ग छ, पत्र पत्रिकामा प्रष्ट आइरहेको अवस्थाहरू छ। त्यो भएको कारणले गर्दाखेरि विकासको बाधक चाहिँ जनता होइन सरकार चलाउने हो भनेर चाहिँ तमाम समाचारहरूबाट आइरहेको अवस्थाहरू छ नि। त्यो कारणले गर्दाखेरि जनता विकासको पक्षधर छन्, तर सरकार विकासको नाममा चाहिँ लुट मचाउने र देश र जनतालाई चाहिँ सङ्गठित र उँभो लाग्न नदिने अवस्था चाहिँ सरकारले नै गरिरहेको अवस्थाहरू छ नि। यो जुन काठमाडौँमा सडक विस्तारको कुरा छन्, यो बाहिरी चक्रपथको द्रुत मार्ग, फास्ट ट्र्याक लगायतका कुराहरू पनि छन्। यसमा पनि लगानीको हिसाबले विदेशीहरूको लगानी, विभिन्न बैङ्कको लगानी धेरै छन् भनिन्छन्। के हो वास्तवमा? यो हामी यही विषयलाई लिएर वर्ल्ड ब्याङ्कमा पनि गएका थियौँ। वर्ल्ड ब्याङ्कमा जाँदाखेरि वर्ल्ड ब्याङ्कले के भन्यो भने हामीले यही रोडको लागि भनेर पैसा दिएको त होइन, हामी दुई किसिमले चाहिँ बजेट दिन्छौँ। एउटा चाहिँ परियोजना मार्फतै दिन्छौँ, एउटा चाहिँ यो बजेट सपोर्ट भनेर दिँदो रहेछ सरकारलाई। बजेट सपोर्ट भनेर चाहिँ सरकारलाई चाहिँ एउटा एमाउन्ट दिँदो रहेछ। त्यो एमाउन्ट चाहिँ सरकारले चाहिँ जुनसुकै विकासको नाममा पनि लगाउनु पाउने रहेछ। अनि त्यो लगाउने क्रममा चाहिँ फास्ट ट्र्याकमा पनि लगाएको भन्ने कुराहरू हामीले पनि सुन्यौँ। र त्यो यदि फास्ट ट्र्याकमा हाम्रो लगानी लगाउँछ भने, हाम्रो ऋण वर्ल्ड ब्याङ्कको ऋण लगाउँछ भने वर्ल्ड ब्याङ्कको इन्डिजिनियस सेफगार्ड पोलिसी छ, त्यो चाहिँ अनिवार्य रूपमा चाहिँ सरकारले कार्यान्वयन गर्नुपर्छ। नत्र भने हामी चाहिँ बजेट दिन चाहिँ असम्भव हुन्छ भनेर चाहिँ वर्ल्ड ब्याङ्कहरूले पनि भनिसकेको अवस्थाहरू छ। त्यो भएको कारणले गर्दाखेरि हामी के मात्रै भनेको हौँ भने सरकारले सार्वजनिक हितको लागि काम गर, विकास निर्माणको लागि काम गर, हामी पनि जनताहरू पनि त्यसमा साथ रहन्छौँ। तर त्यो काम गर्दाखेरि चाहिँ कानुन, संविधान र अन्तर्राष्ट्रिय मानव अधिकारका दस्तावेजहरूले सुरक्षित गरेको नागरिक मानवको अधिकार चाहिँ उल्लङ्घन नगर। त्यति गर्यो भने चाहिँ दिगो विकास पनि हुन्छ, अपनत्व हामी पनि फिल गर्छौँ। हामीलाई मारेर विकासको नाममा जुन काम गर्छ त्यसमा हाम्रो अपनत्व हुँदैन भनेर जनताले भनेको हो। क्या अरू केही पनि भनेको होइन जनताले। अहिले यो जुन फैसलाको कुरा गरिरहँदाखेरि फैसलाको कारणले यो जुन एकीकृत बस्ती विकास परियोजनाहरू ल्याउँछन्, नयाँ नयाँ ठाउँमा बस्तीहरू बनाउँछन्, त्यो सवालमा यो कसरी लागू हुन्छ? त्यो सवालमा चाहिँ यो लागू हुँदैन, यो फैसलाको सवाल होइन। अब हाम्रो नेपालमा एउटै कानुन छ, त्यो भनेको जग्गा प्राप्ति ऐन 2034। र यदि सरकारलाई जग्गा चाहिन्छ भने कुनै कामको लागि, कुनै काम होइन सार्वजनिक हितको लागि सरकारलाई जग्गा चाहिन्छ, अथवा कुनै पनि बाहिर परियोजना अथवा हाइड्रो भन्नुहोस् अथवा हाइटेन्सन लाइन बिछाउने कुनै पनि परियोजना भन्नुहोस्, उसलाई पनि जग्गा चाहिन्छ भने उसले त्यो परियोजना आफैले लिन सक्दैन। त्यो जग्गा त्यति बेला परियोजनाले लिन्छ जति बेला चाहिँ जनताले चाहिँ सहमतिमा दिन्छ। यदि जनताले सहमतिमा दिँदैन भने त्यो परियोजनाले पनि सरकार मार्फतै जग्गा लिनुपर्ने हुन्छ। र सरकारले जग्गा चाहिँ प्राप्त चाहिँ कुन ऐन अनुसार गर्छ भन्दाखेरि जग्गा प्राप्ति ऐन अनुसार गर्छ। जग्गा प्राप्ति ऐन अनुसार गर्दाखेरि चाहिँ जग्गा प्राप्ति ऐनको दफा 3 मा प्रष्ट के लेख्छ भने सार्वजनिक हितको लागि जग्गा प्राप्त गर्नुपर्ने सरकारले ठहराए भन्ने साथ त मनलाग्दी काम गर्नु पाएन, अध्ययन गरेर ठहराउनु पर्यो। ठहराइयो भने जनतालाई क्षतिपूर्ति र मुआवजा चाहिँ अनिवार्य रूपमा दिनुपर्छ भन्छ। त्यही कुरा चाहिँ सर्वोच्च अदालतले अहिले बोलेको हो। त्यो भएको कारणले गर्दाखेरि अब तपाईँ विकास, नगर विकास भन्नुहोस्, बस्ती एकीकृत बस्ती भन्नुहोस्, हाइड्रो पावर भन्नुहोस्, यो हाइटेन्सन लाइन र हाइड्रो पावरले चाहिँ यति दुःख दिएको छ स्थानीय जनतालाई। यिनीहरूले समेत अब यिनीहरूले पनि काम गर्नभन्दा पहिले जनतासँग परामर्श गर्नु पर्यो। यो फैसलाले त्यही भन्छ, छलफल गर्नु पर्यो र ती जनताहरूलाई चाहिँ उचित मुआवजा र क्षतिपूर्ति दिएर मात्रै उनीहरूले काम गर्न पाउँछ। यसमा त प्रष्ट के पनि भनेको छ भने सीमा तोक्नभन्दा अगाडि चाहिँ यो फैसलाले त के भनेको छ भने सडकको सीमा तोक्नुभन्दा पहिले चाहिँ क्षतिपूर्ति र मुआवजा दिनुपर्छ भनेको छ। अनि
त्यो भएको कारणले गर्दाखेरि अब कुनै पनि परियोजना सरकारबाट चलोस् या तेस्रो पक्षबाट चलोस्, कुनै पनि कम्पनीबाट चलोस्, उनीहरूले चलाउँदाखेरि चाहिँ अब जनताको जग्गा र घर छुनै पाइँदैन, यी नछुइ हुँदैन भन्ने कुरा चाहिँ लागेछ र जनताले पनि त्यसमा सहमति दिएछ भने जनतालाई मुआवजा र क्षतिपूर्ति दिएर मात्र काम अगाडि बढाउनु पाउँछ। न पहिलाको जस्तो अब जता पाए ततै त्यो जङ्गे शैलीमा जङ्गेको मुखको बोलीमा चाहिँ कानुन चाहिँ अब हरायो। अब सर्वोच्च अदालतले यो आतङ्कलाई चाहिँ स्टप गरिदिएको अवस्था छ। भीम राईजी, तपाईँ आइदिनु भयो, यति धेरै कुरा बताउनु भयो, यसको लागि धन्यवाद। फेरि भेटौँ न, नमस्कार। यहाँलाई पनि धन्यवाद र इन्डिजिनियस टेलिभिजनलाई पनि मेरो यो 2-4 कुरा चाहिँ राख्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद। झिगु तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा ख्या खिची बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगु लोमङ्का दिमते नेवाला